गाइजहरु ल हामी चाहिँ अरुणमा आइरहेछौँ पन्चौली हाम्रो ड्राइभर के छ ड्राइभर जी अनि पन्चौलीको लागि आइरहेछौँ हामी हाँस काट्नु दिममा यो वरे खानु है यही होइन त यति भए मन पर्दैन त्यो पनि उतै चढाइदिनु कुखुरा काटिसक्यो सबै भिडियो वालमा बाख्रा कुखुरा अठ्याउ है कुखुरा काट्ने बोकालाई चाहियो कोइला यता चाहिँ फर्केर छिनाउनु भएको हुन्थ्यो उता खुन लाग्छ है उभो फाल्दिनु उभो अरुण र पोखलाई जोइन हामी घुरेन पूजा गरेको होइन मखरी पूजा बुढाले च्याट्टा गरेर फ्याट्टा फाल्दै गरेर फुरुक फुरुक उरी त मिलाएको पहिला राति मुखको अब एकछिन एकैचोटि सँगसँगै हो बाख्रा फाल्दै गर्नु छ नि यता उतो फर्काएर काट्ने कसो उभो फर्काएर तपाईँ चाहिँ उतापट्टि यतापट्टि फर्केर काट्दा बाख्रालाई यतापट्टि गरेर सर्ट खोल्नु टाउको राख्दाखेरि भइहाल्छ कि मैले यता थाहा पाइरहेको छु लातीले हानेको निक्ली अमृत जुत्ता हेर्ने गर्न नानी आखिरीमा भेष ज्याकेट हेर पछाडि भेत्र गर्दै पारी जान्छ है अब यो बुझ्नु के धुँदा नि ज्याकेट साबुन धुनु अमृत स्याम्पू पर पुरुष लाउनु सक्यो के कराउँदैछौ मिर्गा त थुप्रो रहेछ त नि ल लैजाऊ न शुभ पछाडि तान्नुपर्छ होइन उक्रिँदैन
लु पर्सियो रागाले पर्सियो अचानक भित्र छिराइदिनु अघि पर्सेको डबल निकाल्नु चाहिँ हुँदैन त्यो रेतेरै छिनाउने रेटेर हुन्छ माल पर्दै परेन क्या यो के भयो त तन्केन क्या ठिकै छ ठिकै छ करस पनि पाएन नि धान खरच आदि भएन डबल हान्नु चाहिँ हुँदैन त्यहीँ रेतेर पूजा भनेको रेतेरै हुन्छ कि केही हुँदैन लु लु सिधा सिधा जग्गा उता यसो गरौँ यसलाई अलिक उता लैजाऊ हाम्रो अमृत भाइको चाहिँ पुरै जुत्ताभरि ज्याकेटभरि उता चाहिँ हामी त नलैजाउँ यता पछाडिबाट त्यो मुढा निकाल्नु भएको एकछिन गइसक्यो